सम्पूर्ण दर्शकवृन्दमा गुड मर्निङ, नमस्कार, अभिवादन छ। आज म यहाँको माझमा आएको छु के अन्तरङ्ग कुराहरू गर्न, साथै हाम्रा जीवनका यात्रा, राजनीतिक यात्राका कुराहरू गर्न। र मेरो साथमा हुनुहुन्छ धर्मसेवक तथा अहिले राजनीतिक पार्टीका संविधान नारी पार्टीका महासचिव पनि हुनुहुन्छ डाक्टर तेज रोकाज्यू। डाक्टर तेज रोकाज्यूलाई स्वागत छ। अभिवादन। आज हाम्रो पहिलो पोडकास्ट कार्यक्रम भएको हुनाले हाम्रा मित्रहरूलाई, दर्शक मित्रहरूलाई, हाम्रा समर्थकहरूलाई, शुभेच्छुकलाई, देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीलाई उहाँहरू अथवा यी व्यक्तिहरू को हुन् त, होइन, विद्युत अधिकारी को हुन्, डाक्टर तेज रोका को हुन् भन्ने जिज्ञासा हुनसक्छ। र हामी छोटो आफ्नो बारेमा आफ्नै होइन मुखारविन्दबाट भने चाहिँ छोटो परिचयसहित हामी सुरु गर्न चाहन्छौँ, ताकि हामी सजिलो होस् हामी कुन पृष्ठभूमिबाट आएका छौँ र अहिले के गर्दैछौँ, र अन्तिममा हाम्रो कुराहरू यहाँको माझमा हाम्रा कति कुराहरू छन्, राख्नुपर्ने कुराहरू, अपेक्षाहरू पनि छन्, यहाँको अपेक्षा पनि छन्, प्रश्न हुन सक्छन्। अहिले म छोटो रूपमा आफ्नो अथवा केही समय लिएरै आफ्नो जन्म, बाल्यकाल अनि आफ्नो शिक्षाका कुराहरू कसरी अगाडि बढाउनु भयो डाक्टर तेज रोकालाई केही समय दिन चाहन्छु। कृपया आफ्नो छोटो परिचय दिनुहोला। हस्, धन्यवाद विदुरजी, तपाईँले बडो सुन्दर प्रकारले यो कुराकानीमा प्रवेश गराउनु भएको छ, धेरै धन्यवाद छ। र म तेज रोका, मेरो जन्म र थोरै बाल्यकाल चाहिँ नेपालको सर्वोच्च शिखर सगरमाथा रहेको जिल्ला नजिकै जन्म भयो। र अब हुर्कने क्रममा अब पहाडमा भएको कारणले गर्दा अब अलिकति आमा बुवालाई पनि एउटा सरोकारको विषय भयो कि पहाडी जमिनमा कति उत्पादन गर्न सकिन्छ एउटा के अरे पुरातन तरिकाबाट भन्ने कुराले गर्दाखेरि उहाँहरू चाहिँ बसाइँ सरेर नेपालको तराई भूभाग, जति बेला उर्वरा शक्ति एकदमै भएको समयमा थियो त्यो बेलामा चाहिँ उहाँहरू बसाइँ सरेर र म लगायत अब मेरो सिब्लिङ्सहरूलाई लिएर उहाँहरू सर्लाही जिल्लामा आउनुभयो। त्यसपछि सर्लाही जिल्लामा नै हाम्रो जीवनको सङ्घर्षको यात्रा सुरु भयो। सर्लाहीबाट? हजुर, सर्लाहीबाट। त्यसपछि अब हाम्रो पढाइ सुरु भयो, तर पढाइ हुने क्रममा नै अब त्यो बेलामा अहिलेको जस्तो यति धेरै विकासका कुराहरू भइसकेका थिएनन्। मेरो विचारमा त्यो पुरै तराईको बेल्टमै अथवा मध्य प्रदेश जो हामी भन्छौँ त्यहाँनिर कुनै अस्पताल पनि थिएन। मेरो आमा बिमारी पर्नुभयो, हामी सानै थियौँ, सम्झना छ। अनि पढौँ अब अलिकति खेलौँ अलिक हुर्कौँ, साथीभाइहरू पनि बटुल्दै जाउँ भन्ने बेलामा चाहिँ अब परिवारमा ठुलो एउटा अप्ठ्यारो आइपर्यो। 2 वर्षको बिरामी पछि मेरो मुवाको देहान्त भयो। त्यसले गर्दाखेरि चाहिँ अब धेरै कुराहरू उथलपुथल भए। त्यसपछि अब बुवा त्यो बेलामा यो जवानै हुनुहुन्थ्यो, यङ नै हुनुहुन्थ्यो, उहाँले पनि ठिक तरिकाले एउटा निर्णय लिन सक्नु भएन, के गर्ने कसो गर्ने, अलिकति भौतारिएको जस्तो, अत्तालिएको जस्तो। अब हामी पनि सानो थियौँ, हामीले कुनै प्रकारको अब गाइडेन्स गर्ने, सल्लाह गर्ने त कुरै थिएन। तर अब पछिल्लो समय चाहिँ अब एकजना एकदमै नाम चलेकै समाजसेवी हुनुहुन्थ्यो, जसको नाम अब अहिले पनि काहीँ न काहीँ कुनै न कुनै इतिहासमा लेखेको देखिन्छ। खास गरेर विश्वका धेरैवटा लेखकहरूले उहाँलाई मेन्सन गर्नुभएको छ, प्रेमदयाल प्रधान, जो चाहिँ त्यति बेला पनि पञ्चायतकालको बेलामा उहाँ प्रधान पञ्च जितेर झन्डै 3 पटक उहाँले पञ्चायतकालमै प्रधान पञ्च जित्नुभयो। र त्यति बेला उहाँले त्यहाँ एउटा ठुलो हाई स्कुल खोल्नु भएको थियो, र अहिले पनि त्यो हाई स्कुल सर्लाही जिल्लाको लालबन्दी नगरपालिकाको वडा नम्बर 2मा जुटपानी भन्ने ठाउँमा छँदैछ। अनि त्यो स्कुलमा बसेर पढ्ने एउटा अवसर मिल्यो, र त्यहाँ छात्रावास पनि थियो। र त्यही छात्रावासमा बस्दै गर्दाखेरि चाहिँ अब एक प्रकारले एउटा जीवन के हो, जीवन अर्थपूर्ण कसरी हुनसक्छ, अब एउटा आस्तिक व्यक्ति कसरी हुन सकिन्छ, र आस्तिक व्यक्तिले अब मान्नुपर्ने अथवा भरोसा राख्नुपर्ने अथवा यो सारा ब्रह्माण्डको सृष्टिकर्ता को हो भन्ने चाहिँ एउटा सुन्ने, बुझ्ने र त्यसलाई एउटा अङ्गीकार गर्ने अवसर पनि त्यही स्कुलमा छँदा नै मिल्यो।
कति क्लासतिर हुँदा हजुर? त्यो चाहिँ म 5 क्लासतिर हुँदाखेरि हो। चाहिँ त्यहाँ कस्तो त्यो सानै कस्तो थियो उमेरमा। भने 4 क्लासको एउटा नैतिक शिक्षा भन्ने किताब थियो। राइट हो। त्यो किताबमा चाहिँ विभिन्न धर्म प्रवर्तकहरूको एउटा छोटो परिचय र फोटो सहित थियो। थियो। अनि त्यहाँ चाहिँ एउटा चाहिँ काठमा झुन्ड्याएको मान्छेको पनि आकृति थियो। अनि मलाई त्यसले मेरो ध्यान आकर्षण गर्यो होइन, यो मान्छेलाई काठमा चाहिँ किन झुन्ड्याएको होला। अब अहिले बुझ्दाखेरि चाहिँ त्यो चाहिँ क्रस रहेछ, तर त्यो काठमा झुन्ड्याएको थियो। अनि मलाई मान्छेलाई किन यसरी झुन्ड्याएको होला भनेर अलिकति जिज्ञासा बढ्यो। र त्यही क्रममा पछि फेरि कस्तो भयो भने अब हामी चाहिँ होस्टलमा थियौँ। हाम्रो होस्टलमा चाहिँ झन्डै 200 भन्दा बढी विभिन्न उमेर समूहका अब विद्यार्थीहरू थिए। अनि बेलुकी त्यो बेलामा चाहिँ हुलाक एकदमै चलेको होइन, सञ्चारको लागि, चिठीपत्रको लागि। अनि हाम्रो 5 बजे स्कुल छुट्टी हुन्थ्यो। 5 बज्ने बित्तिकै हुलाकी चाहिँ हाम्रो त्यो होस्टलको गेटमा आएर पुरा त्यो पत्रहरू वितरण गरिरहेको हुन्थ्यो। अनि सबै साथीहरूले पत्र पाउँथे, दाइ दिदीहरूले पनि पाउँथे, तर मेरो चाहिँ पत्रै आउँदैन थियो। अनि मलाई अचम्म लाग्थ्यो, कहाँबाट उनीहरूको पत्र आइरहेछ, मेरो त आउँदैन, कसले पनि लेख्दैन। अनि मैले एक दिन सोचेर बुझेको त धेरै जस्तोको पत्र चाहिँ खास गरेर उहाँहरूले एउटा पत्रचार गर्नुहुँदो रहेछ, बुक पोस्ट भन्थ्यो त्यो बेलामा। बुक पोस्ट, राइट। अनि सानो सानो बुकलेटहरू आउने, अनि त्यो क्वेसन एन्सर पनि आउने। अनि त्यो बुकलेट पढ्दै क्वेसन एन्सरहरू गर्दै उहाँहरूले कुनै ठाउँमा पठाउनु हुँदो रहेछ। अनि त्यो आउने क्रम, अनि केही कोर्सहरू सकेपछि चाहिँ प्रमाणपत्र, राम्रो प्रमाणपत्र आउने, सुन्दर प्रमाणपत्र। अनिखेरि सानो एउटा के भन्छ न्यू टेस्टामेन्ट जस्तो बुक पनि आउने। अनि मलाई एकदमै एक्साइटेड भयो त्यो, मलाई पनि गर्न मन लाग्यो। अनि मैले सोधेँ कि मैले कसरी गर्न सक्छु भनेर। अनि उहाँहरूको त्यहाँ फेरि नाम सिफारिस गर्ने ठाउँ पनि हुँदो रहेछ। अनि उहाँहरूले मेरो नाम पनि सिफारिस गर्नुभयो। अनि केही समयपछि मेरो पनि त्यो पत्र आउन थाल्यो। अनि एकदम खुसी लाग्यो मलाई, कोही रहेछ मलाई सम्झाउने पठाउने हैन। त्यसले एकदमै खुसी लाग्यो। अनि म त्यहाँबाट चाहिँ मैले अध्ययन अलि सुरु गरेँ। अनि सबैभन्दा पहिला मेरो जीवनमा एउटा चमत्कारिक रूपमै भनौँ, जति बेला मैले एकदम आमाको माया खोजिरहेको थिएँ, अब सपनामा पनि देख्थेँ, विपनामा पनि सम्झना हुन्थ्यो, त्यसले चाहिँ मलाई पढाइमा पनि कतै न कतै बाधा पुर्याइरहेको थियो। तर एक दिन यस्तो भयो, काठमाडौँबाट केही टिम आउनु भएको थियो। एउटा नाम मलाई अहिले पनि सम्झना छ, अहिले चाहिँ उहाँलाई डाक्टर सुन्दर थापा भनेर चिनिन्छ। राइट। उहाँ लगायत उहाँको टिम 6-7 जनाको आउनु भएको थियो। अनि उहाँहरूले 3 दिनसम्म चाहिँ हाम्रो त्यो होस्टेलका पुरै चिल्ड्रेनहरूको लागि एउटा क्याम्प राख्नुभयो। त्यो क्याम्पमा चाहिँ उहाँहरूले एकदमै रमाइलो प्रकारले गेमहरू खेलाउने, अब स्टोरी कथाहरू भन्ने, त्यसपछि अब के अरे विभिन्न खालको एकदम उत्साहजनक प्रोमिसेसहरू होइन, प्रतिज्ञाहरू, त्यो चाहिँ अब पछि थाहा भयो यो चाहिँ बाइबलबाट रहेछ होइन। उहाँहरूले त्यो सुनाउनु भयो। अनिखेरि सबैभन्दा पहिला एउटा यस्तो खालको एकदमै मनपर्ने, मलाई चाहिँ टचिङ भएको, उहाँले एउटा बाइबलको एउटा लाइन उहाँले यूहन्ना 3:16 त्यो कण्ठस्थ पार्न दिनुभयो। त्यहाँ चाहिँ लेखिएको थियो, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्रलाई दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने प्रत्येक नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। अनि त्यो जति हामी अब 100-150 जना जति थियौँ, त्यो मध्येमा म चाहिँ सबभन्दा पहिलो मेमोराइज गरेर रिसाइट गर्ने व्यक्तिमा परेँ, कण्ठस्थ। अनि सबैले ताली पनि बजाउनु भयो। मलाई एकदम उत्साह लाग्यो। तर बेलुकातिर म यसो सुत्ने कोसिस गर्दै थिएँ। त्यतिखेर मलाई ठ्याक्कै त्यो प्रेम भन्ने शब्दले मलाई एकदम टचिङ गर्यो, किनभने म आमाको प्रेम खोजिरहेको थिएँ। अनि यहाँनिर मैले के पाएँ भन्दाखेरि चाहिँ परमेश्वर हुनुहुन्छ जसले चाहिँ प्रेम गर्नुहुन्छ, जसलाई विश्वास गर्यो भने चाहिँ म चाहिँ मेरो आमाले जस्तो पीडित हुनु पर्दैन रहेछ, दुःख पाउनु पर्दैन रहेछ, तर म अनन्तसम्म चाहिँ बाँच्ने रहेछु भन्ने कुरा त्यसले मलाई एक प्रकारले प्रोभोक गर्यो होइन त्यसलाई। अनि म लगातार रूपमा त्यो एउटा सङ्गतिमा अथवा त्यो खालको कुरामा सहभागी हुन थालेँ। र पछि चाहिँ फेरि म एकदम कक्षामा पनि पढ्न मन पराउने, अनि मलाई पहिलो हुने इच्छा थियो। म 4 क्लासमा थिएँ, पहिलो हुनलाई धेरै नै पढेको। अनि साथीहरूले कहिलेकाहीँ के अरे अलिकति खिल्ली उडाएर के भन्थे, उहाँहरू चाहिँ खेल्ने, अब हाउहु गर्ने, म चाहिँ पढिराख्या भएर भ्यागुता जति उफ्रे नि कान्ला मुनिको मुनि नै हो भन्ने खालको यस्तो व्यङ्ग्य गर्नुहुन्थ्यो। त्यसले मलाई एकदमै प्रेरणा दियो, के भनिरहेछ यिनीहरू। अनि मैले भने ल ठिक छ अब। अनि त्यसपछि मैले त्यो वर्ष धेरै पढेँ, तर अब अनफर्चुनेटली म पहिलो भइनँ, तर चौथो भएँ। तर त्यो कुराले मलाई गरिराख्यो होइन, भ्यागुता जति उफ्रे नि कान्ला मुनिको मुनि नै भने जस्तो। अनि फेरि त्यसपछि त्यही उसमा अर्को एउटा उपदेश चाहिँ मलाई कण्ठ गर्न दिएको थियो। त्यो चाहिँ के रहेछ भने बाइबलबाटै रहेछ, त्यो पनि हितोपदेश 1:7,
परमप्रभुको भय नै ज्ञानको सुरु हो, तर मूर्खले बुद्धि र अनुशासनलाई तुच्छ ठान्दछ भन्ने रहेछ। अनि मैले त्यो पदलाई पनि कण्ठ पारेर यसो सोचेँ, ओहो परमेश्वरको भय मान्यो भने त ज्ञान आउने रहेछ। अनि त्यो ज्ञानले चाहिँ मेरो फर्स्ट उनी के थियो भने इम्प्रेसन, म फर्स्ट हुन सक्छु भन्ने थियो कि, अरू थिएन होइन त्यो ज्ञानले। त्यसपछि म 5 क्लासमा थिएँ, अनि त्यो बेलामा चाहिँ 5 क्लासमा जिल्ला स्तरीय परीक्षा हुन्थ्यो त्यो बेलामा। अनि त्यो बेला एकदम पढ्न पनि पढियो, त्यसपछि प्रार्थना पनि गर्न सुरु गरियो त्यो बुद्धिको लागि। अनि नभन्दै त्यो वर्षमा जिल्ला स्तरीय परीक्षा भएको थियो, म प्रथम पनि भएछु। अनि होल स्कुलमा पनि सेकेन्ड, अनि अब त्यो के अरे क्लासमा त फर्स्ट भइहाल्यो। अनि त्यसले मलाई झनै मेरो विश्वासलाई बढायो, अनि मेरो जीवन अलिकति ट्र्याकमा हिँड्न थालेको जस्तो भयो। अनि त्यसरी चाहिँ म अगाडि बढ्दै आएँ। अनि मैले पछि 49मा एसएलसी दिएँ, अनि एसएलसी पास भएपछि म काठमाडौँमा आएँ। काठमाडौँमा आएपछि त्यतिखेरसम्म चाहिँ मलाई एउटा माइन्ड मेकअप भइसकेको थियो, म चाहिँ अब समाजको सेवा गर्नुपर्छ। अनि किन भन्दाखेरि चाहिँ जसले मलाई त्यो स्कुलमा पढ्ने अवसर दिनुभयो उहाँ स्वयं समाजसेवी हुनुहुन्थ्यो। उहाँले अहिले पनि सर्लाहीमा उहाँले गरेको काम हाई स्कुल छँदैछ। त्यसपछि उहाँले एउटा ठुलो त्यो जिल्लाकै अथवा त्यो प्रदेशकै राम्रो बजार, त्यति बेला उहाँले आफ्नै लगानीमा बजार होइन एकदमै बजार व्यवस्थापन गर्नुभएको, अहिले पनि त्यो भवनहरू छँदैछ। अनि त्यो उहाँले चाहिँ त्यति बेला तत्कालीन पञ्चायतकालको महारानी होइन ऐश्वर्यबाट उहाँले चाहिँ तकमा पनि पाउनु भएको जिल्लामा उहाँले त्यो बजारलाई एउटा राम्रो होइन व्यवस्थापनको समाजको सेवा गरेको भएर त्यो प्रेरणा त छँदै थियो। त्यसपछि फेरि अब मैले जुन यो ख्रिस्ट येशू जो चाहिँ अहिले विश्वले सुनेको, इतिहासले पनि मानेको सबै कुराहरू, उहाँको शिक्षाहरू पढेपछि चाहिँ उहाँ पनि धेरै झन् क्रान्तिकारी समाजसेवी होइन। कुष्ठरोगीहरूलाई समाजमा फिर्ता ल्याउने, विभेदमा परेकाहरूलाई चाहिँ समानतामा ल्याउने, भोकाएकाहरूलाई खुवाउने होइन, नानीहरूलाई प्यार गर्ने, यस्तो प्रेरणा मिलेपछि मेरो लागि जीवनमा चाहिँ एक प्रकारले के भन्ने, अब त्यो के खोज्दा के मिल्यो भने जस्तै भयो। अनि त्यो हिसाबले चाहिँ म समाज सेवा गर्न चाहन्थेँ। अनि त्यसले गर्दाखेरि चाहिँ मैले केही तालिमहरू लिने अवसरहरू प्राप्त गरेँ। जस्तै अब नेपालमै पनि तालिम लिएँ, इन्डियामा नि गएर लिएँ, सिङ्गापुरमा लिएँ, स्विजरल्यान्डमा चाहिँ पब्लिक पोलिसी कसरी बनाउने भन्ने सम्बन्धी यो युनाइटेड नेसनकै एउटा उसमा चाहिँ गरिएको थियो। अनि त्यो ट्रेनिङमा पनि जाने मौका पाएँ। अनि युएसमा पनि गएर कसरी चाहिँ समाजलाई चाहिँ रूपान्तरणमा चाहिँ त्यसलाई चाहिँ गुणात्मक रूपबाट रूपान्तरण लाने भन्ने ट्रेनिङ लिने मौका पाएँ। अनि त्यो कुराहरूले चाहिँ म समाज सेवामा इन्भल्भ भएँ। हो, म आस्थाको हिसाबले अहिले पनि चर्च जान्छु होइन। चर्चमा मैले आफ्नो जुन प्रकारको क्षमता छ, जुन प्रकारको मेरो एउटा बोलावट छ, त्यो आधारमा म सेवा दिन्छु। साथसाथै मैले शिक्षाको क्षेत्रमा पनि जुन मैले मेरो जीवनमा कसैले योगदान गर्यो त्यो योगदान चाहिँ मैले अरूलाई पनि गर्नुपर्छ भनेर मैले अहिले पनि 2003देखि दुर्गम क्षेत्रका आमा बुवा देहान्त भएका र विभिन्न द्वन्द्व पीडितका नानीहरू र यो समाजले विभेद गरेर जुन प्रकारको कास्टिजम छ होइन, त्यो एउटा जातको आधारमा पछाडि पारिएका शिक्षाको पहुँचबाट टाढा भएका नानीहरूलाई ल्याएर खुवाउने, पियाउने, बास होइन सबै शिक्षा दिने काम गरिरहेको छ। र अहिलेसम्म झन्डै 80 जनाभन्दा बढी चाहिँ एसएलसी 12 र कतिजना त अब ब्याचलर र मास्टर पनि गर्नुभयो भने अहिले पनि झन्डै 75 जना नानीहरूलाई हामीले त्यो प्रकारको सुविधा र व्यवस्थापनमा शिक्षा दिइरहेछौँ, जुन चाहिँ राष्ट्रको लागि पनि योगदान हो। र सरकारको जुन कोही पनि शिक्षाबाट वञ्चित नहोस् र सबैले कम्तीमा पनि एउटा आधारभूत र प्राथमिक र एउटा माध्यमिक तहको शिक्षा प्राप्त गर्नुपर्छ भन्ने जुन प्रकारको हुन्छ त्यसलाई सपोर्ट पुर्याउने हिसाबले हामीले त्यो काम पनि गरिरहेछौँ। यस प्रकारले चाहिँ अगाडि आउँदै गर्दा अब अहिले देशमा धेरै परिवर्तन भइसकेको छ। अब पञ्चायतकाल पनि देखियो सानै उमेरमा भए पनि। त्यसपछि अब 46 सालको परिवर्तन, त्यसपछि आएर फेरि अब सशस्त्र द्वन्द्वको परिस्थितिहरूको त्यसको पीडा, त्यसले समाजमा ल्याउन खोजेको कुरा र त्यो समाज ल्याउन खोज्दाखेरिको प्रसव वेदना होइन, त्यो कुराहरू देख्दै आएर 62-63को आन्दोलन, त्यसले ल्याएको परिवर्तन, त्यसपछि फेरि आएर के अरे संविधानको घोषणा र त्यसको लगत्तै हुने भूकम्पले पारेको क्षति, त्यसपछि आएर कोरोनाले पारेको क्षति, अब अहिले आउँदाखेरि अब हुँदा जिन्जी होइन, जुन एउटा एकदमै जायज कुराहरूलाई एउटा निर्दोषतामा होइन, एउटा देशको बारेमा सोचेर
सबै मानिसहरूले भोगिरहेको परिस्थितिलाई प्रतिनिधित्वमूलक रूपमा चाहिँ जेनजीले जुन तरिकाले माग उठाएको थियो त्यो जानपछिको परिवर्तनको सन्दर्भमा चाहिँ अब हामीले जति सेवा गरिरहेछौँ अझै पुगेन भनेर चाहिँ राष्ट्रिय रूपमा नै हामी अब अगाडि धाँधोमा उभिनुपर्छ, कोही न कोही त उभिनुपर्छ असल फिलिङ इन द ग्याप हैन हो असल नेतृत्व दिनका लागि, राइट भ्रष्टाचार मुक्त देश निर्माणको लागि, सुशासनयुक्त राष्ट्र निर्माणको लागि र पूर्ण धार्मिक स्वतन्त्रतालाई सुनिश्चित गर्नका लागि र यो देशमा बस्ने हैन अब हामीले धेरैचोटि दोहोऱ्याउँछौँ पहिला यो देशको के अरे सुरुवातको जुन अब शाह खानदानको हैन पृथ्वीनारायण बडा महाराज पृथ्वीनारायण शाह जसले चाहिँ भन्नुभएको बाणीहरूलाई पटक पटक दोहोऱ्याइन्छ यो चाहिँ के अरे 4 वर्ण 36 जातिको फुलबारी हो भनेर। अब त्यो फुलबारी हो भने त फुलको महत्त्व त बराबरै छ नि त हैन बराबरै छ। त्यसैले यो देशमा हुने अब 7 प्रदेशमा 77 जिल्लामा 753 पालिकामा र 6000 भन्दा बढी वडा हैन तलको जुन लेभल स्थानीय तहहरू छ त्यो सबै ठाउँमा भएका आम नागरिकहरू नै बराबर सम्मानका हकका अधिकारका भागीदार हुन्, मतलब योग्य छन् भन्ने कुरा चाहिँ स्थापित गर्नको लागि पनि अब हामी जस्तो एउटा अलिकति चेतनशील अलिकति धार्मिकताको कुराले हैन केही न केही सचेत नागरिक र अब हामीले न्याय के हो बुझेको कारणले गर्दा हामीले अगाडि आउनुपर्छ भनेर यसरी राष्ट्रिय रूपमा नै किन भन्दा एउटा सिस्टममा नगएसम्म नीति बन्न सक्दैन रहेछ। अब त्यो सिस्टममा गएर नीति नबनाएसम्म त्यो नीति कार्यान्वयन नगरेसम्म जनतालाई आम नागरिकलाई जे कुरा खोजिरहेछन् अथवा जेनजीले पनि जे कुरा खोजिरहेछ त्यो कुरा प्राप्त हुन सक्दैन रहेछ। त्यसले गर्दा सडकबाट आवाज उठाउने एउटा कुरा छ, तर त्यो आवाजलाई व्यवस्थित गर्ने र सिस्टमभित्र लाने काम चाहिँ फेरि सिस्टमभित्रै जानुपर्ने रहेछ। त्यसैले त्यो सिस्टमभित्र जानको लागि पनि पोलिटिकल पार्टी चाहियो। त्यो पोलिटिकल पार्टीहरू खोल्ने अब एउटा अधिकार अहिलेको संविधान यो लोकतन्त्र हैन संघीय लोकतान्त्रिक गणतन्त्र जुन छ यसले जुन प्रावधान के भन्छ सुविधा दिएको छ त्यो सुविधालाई सदुपयोग गर्दै अब हामी जस्तो नागरिकहरू अब अगाडि आउनुपर्छ भनेर हामी म पनि त्यो मध्येको एउटा भएर खडा भएको छु। अनि मलाई विश्वास छ अब यो जीवनबाट जति सेवा दियो अब त्यसलाई अझै गुणात्मक रूपबाट यो राष्ट्र निर्माणमा र आम नागरिक संस्थागत गर्दै त्यो कुरामा जान सक्छौँ। र अब निर्वाचन पनि आउँदैछ, त्यो निर्वाचनबाट एउटा निष्कर्ष निस्किन्छ र एउटा अगाडिको बाटो तय हुन्छ भन्ने विश्वासका साथ अगाडि आएको छु। वाह, साँच्चै अबको ठ्याक्कै 2 महिनामा है हजुर मार्च 5 तारिकमा, आज जनवरी 5 तारिक हो, 2 महिनामा नेपालमा सङ्घीय प्रतिनिधि सभाको निर्वाचन बनिन्छ समानुपातिकमा। हामीले तपाईँको पार्टीले अस्तिको दिन मात्रै हाम्रो पार्टी भनौँ सबै उम्मेदवारी सूची बुझाएर हामीले दत्ता पनि गरिसकेका पनि छौँ। ल अत्यन्तै छोटो समयमा धेरै कुराहरू आफ्नो जन्म अनि पारिवारिक दुःख पीडा शिक्षाको अवसर कसरी समाजसेवी प्रेम दयाल प्रधान भन्नुभयो उहाँको प्रेरणाद्वारा अनि यताले समाजसेवी जल्दा बल्दा हाम्रो समुदायका डाक्टर तेज सुन्दर थापाको प्रेरणाद्वारा नाउ यु आर पेइङ फरवर्ड होइन। आफैले पनि अब धेरै बालबालिका लगानी गरिने कुरा हामीले सुन्यौँ र यी सबै कुरालाई संरक्षण गर्दै आस्था घर परिवार धार्मिकता नैतिकतालाई संरक्षण गर्दै राजनीतिक रूपमा पनि हस्तक्षेप गर्नुपर्छ भने यहाँहरू जुन लागिरहनु भएको छ हामी पनि लाग्दैछौँ साथमा होइन सँगसँगै छौँ। धेरै खुसी लाग्यो डाक्टर रोका। म विद्रोह अधिकारीको छोटो परिचय म आउँदा श्रृङ्खलामा दिँदै जानेछु, तर आज यति भनौँ होइन सफाइस इट टु से फर दिस एपिसोड कि म पनि पूर्व प्रदेश 1 अथवा कोशी प्रदेश नाम राखिएको छ। हाम्रो विमति अझै कतिपयको हाम्रो छ है पहिचानवादी हामी हुँदै गर्दा छ पनि। मेरो बुवा आमा त पहाडबाट आउनुभएको ताप्लेजुङतिरबाट, तर म चाहिँ तराईमै जन्मेको है। म प्रोपर मधेसी है भन्छु म कि होइन तराईमै जन्मेर हुर्केर 23 वर्ष तराईमै बेलबारी मोरङ जिल्लामा जन्मेर त्यहीँ पढेँ हुर्केँ। अनि म 23 वर्षको हुँदा काठमाडौँ आएको मास्टर्स डिग्री पढ्नको निम्ति। त्यहाँदेखि यतै बस्दै आइरहेको छ, यतै बिहा पनि गरेँ। मेरो छोटो मिति बताउँदा तर मेरो पनि विश्वासका होइन कति यात्राहरू छन्, कति चुनौतीहरू छन्। तर यी सबै कुराको अनुभवले मलाई अन्तिममा कहाँ पुर्यायो भने एउटा व्यक्तिले असल सोचेर प्रार्थना गरेर चाहना गरेर मात्र नहुँदो रहेछ होइन। आफ्टर प्रेयर यु हेभ टु बिकम द डुवर है। प्रार्थना गरिसकेपछि इच्छा गरे पछाडि अब त्यसलाई काम पनि गर्नुपर्दो रहेछ। यही कुरा महसुस गरेर हामीले एउटा राजनीतिक प्रयत्नको रूपमा हामीले सन् 2022बाटै 21बाटै हामी प्रयत्न गर्दैथ्यौँ। विभिन्न 5-6वटा दलहरू अनि 5-6वटा एउटा शक्तिहरू समूहहरू
कुनै दर्ता भएका, कुनै दर्ताको प्रोसेसमा प्रक्रियामा गइरहेका, कुनै आउन लागेका मिलाएर हामीले प्रयत्न गर्दै थियौँ। त्यही क्रममा हामीले अनि नागरिक अधिकार पार्टी, त्यसै गरिकन नयाँ समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, म आफैले लिड गरेको त्यो बेलाको प्रस्तावित महासचिवको रूपमा रिपब्लिकन पार्टी नेपाल, गणबहादुर विकजीले लिड गर्नुभएको कुनै बेलामा संविधान सभाको क्रममा 20-30 हजार मत पनि प्राप्त गरेको पार्टी, जनमुखी पार्टी लगायत हाम्रो टिम मिलेर हामीले संयुक्त नागरिक पार्टी हामीले गठन गऱ्यौँ, बनायौँ। सँग 3 वर्ष अगाडि पनि भेट भएको थिए होइन, ससलाहको क्रममा। अनि हामीले यी सबै कुरालाई प्रयत्नलाई एउटा मूर्त रूप दिन हामीलाई 2-2.5 वर्ष लागिहाल्यो। हामी 22 को मङ्सिरको निर्वाचन पछाडि 2022 नोभेम्बर 6 मा भएको थियो, ट्याक्कै 3 वर्ष अगाडि। त्यो निर्वाचन पछाडि हामी एकै दिन बसेका छैनौँ। हामी निरन्तर भेटघाट है, समुदायसँग, अल्पसङ्ख्यक समुदायसँग, सीमान्तकृत समुदायसँगदेखि समाजसेवीसँग अनि आस्थाका अग्रजसँग देशभित्र हामी दौडामी भेटघाटमा हामी छौँ। त्यही क्रममा हामी अन्तिममा यसरी सबै पार्टी पनि 5वटा दलहरू, साथमा सबै अभियानहरू पनि मिलेर आज हामीले संयुक्त नागरिक पार्टी स्थापना गरेर हामी अगाडि बढिरहेका छौँ। हामी पार्टीको कुरा क्रमशः पछि गर्दै पनि आउँला। तर आज हामीले हाम्रो पहिलो एपिसोड होइन पोडकास्टमा यो रूपमा अरू विभिन्न अलिकति आक्रामक होइन, कहिले पार्टी कार्यालयभित्रै, कहिले बाहिर उभिएर, कहिले रत्न पार्कमा, खास गरी माइतीघर मण्डलामा होइन, विभिन्न हामीले पब्लिक सार्वजनिक कार्यक्रम, खबरदारी, विरोध सभा के भने खबरदारी है, भिजिलेन्स डेमोन्स्ट्रेसन हामीले गरेका थियौँ 2-4वटा 1.5-2 वर्षभित्रमा, 3 वर्षभित्रमा। त्यो अर्कै रूपमा हामी बोलिन्थ्यो। अब आज हामी बडो त्यो रूपमा होइन कि, तर हामी आफै को हौँ, हामी आफैले पनि एकअर्कालाई चिन्ने होइन। यसरी हामी नजिक बसेर धेरै कुरा पनि गर्न पाएको छैन है। यात्रामा पनि हामी भइसक्यो, मध्य प्रदेश जाँदा 4-5 दिन हामी सँगै छौँ। हामी पश्चिम बाँके बर्दिया जाने क्रममा हामी होइन, आउने क्रममा सँगै छौँ। तर यसै भइरहेको थिएन यहाँका जीवनका कथाहरू सुनाउन। दर्शकबिन यहाँलाई हामी क्रमशः सुनाउँदै जानेछौँ। र आउँदा एपिसोडका लागि यहाँका कुनै होइन प्रश्न, जिज्ञासा अथवा कुनै राजनीतिक सामाजिक इस्युको बारेमा, यो विषयमा तपाईँहरूको अथवा तपाईँहरूको पार्टीको के छ, हुनुपर्ने के हो होइन, घोषणापत्रमा के छ, राख्नुपर्ने के हो, यस्ता जिज्ञासा प्रश्न पनि हाम्रो मिडियाको टिम मार्फत होइन साथीहरू मार्फत पठाउँदै गर्नु होला। हामीलाई पनि पठाउनु होला। हाम्रा पब्लिक पेजहरूमा हाम्रो सम्पर्क नम्बरद्वारा हामी राखि पनि दिन्छौँ। पछि पनि वाट्सएपमा हाम्रो मेसेन्जर ग्रुपहरू पनि छ। विदेश एउटा कुरा रोक्न चाहे अलिकति, तपाईँले यसो भन्दै गर्दाखेरि अब म पनि अब एउटा दुर्गम पहाडमा जन्मिएँ, त्यसपछि फेरि त्यही एउटा अब ओठमा दुधको उनै नसुकिकनै फेरि मधेस होइन तराईमा आएँ र त्यसपछि फेरि म काठमाडौँ आइपुगेँ। राइट। तपाईँ पनि अब एउटा तराईमा जन्मिनु भएको, त्यहाँबाट अब शिक्षा प्राप्त गरेर फेरि एउटा उच्च शिक्षा हासिल गर्नको निम्ति राजधानी होइन, नेपालको राजधानी काठमाडौँ आउनुभयो। मैले यसो बुझेँ, मेरो आफ्नो कुरा सम्झिहालेँ स्टोरीकै एउटा उसमा, शिक्षा कति महत्त्वपूर्ण छ होइन। आज हामी जुन सेटअपमा छौँ यहाँनिर, यो एउटा शिक्षाकै उपलब्धि हो। एक्ज्याक्टली। जति बेला म सानो थिएँ, मेरो आमा बित्नुभयो। आमा बितेपछि मलाई त्यतिखेर सहायताको जरुरी थियो, सायद आफन्तहरूबाट, छिमेकीबाट होइन। तर त्यो बेलामा एउटा यस्तो खालको मेन्टालिटी डेभलप भएको रहेछ। अहिले आज मलाई थाहा भयो त्यो के को कारण थियो भन्दा शिक्षाकै कमीले थियो। उनीहरूले के भने, यो चाहिँ आमा टोकाइ हो, अलक्षिण्या हो, यतिसम्म कि उनीहरूको नानीहरूसँग त्यो सजिलोसँगले घुलमिल हुन, खेल्न पनि नचाहने त्यो खालको सोच होइन। समाजको त्यो संरचना, समाजको त्यो बुझाइ किन त्यस्तो भयो भन्दाखेरि चाहिँ हो, उहाँहरूको नि गल्ती त होइन, किन भन्दा त्यो शिक्षाको अवस्था नै त्यस्तो थियो। त्यसले गर्दा शिक्षा चाहिँ एकदम महत्त्वपूर्ण रहेछ। शिक्षाले चाहिँ अँध्यारोलाई हटाएर उज्यालो ल्याउने रहेछ होइन। विकृति र विसङ्गतिलाई हटाएर चाहिँ एउटा सङ्गति होइन, एउटा चाहिँ सङ्गठित समाजको निर्माण गर्दो रहेछ। त्यसले गर्दा आज अब तपाईँ जुन ठाउँमा बसेर जुन प्रकारले आफ्नो धारणा राखिरहनु भएको छ, अथवा आम नागरिकका लागि, जनताका लागि मैले जुन प्रकारको भूमिका निभाउन सकिरहेको छु, मैले अरूलाई एजुकेट गर्नुपर्छ भन्ने जुन खालको एउटा चेतना र प्रेरणा पाएको छु, यो शिक्षाकै देन हो। आज हाम्रो देशमा अहिले पनि 100% साक्षरता भइसकेको अवस्था पनि छैन। अहिले पनि शिक्षा पनि फेरि कस्तो भइदियो भन्दाखेरि चाहिँ अझै पनि त्यो प्र्याक्टिकल होइन, व्यावहारिक शिक्षा चाहिँ कमी छ, साक्षरता मात्रै छ अहिले, व्यावसायिक शिक्षा चाहिँ कमी छ। त्यसले गर्दा यो कुराको लागि पनि अब हामी
यो जिन्जी पछिको जुन वातावरण क्रिएट भएको छ, अब हामी जस्तो एउटा सचेत र चेतनशील र एउटा शिक्षामा केही कुराहरू हासिल गरेका व्यक्तिहरूले अब यो कुरालाई जोड दिएर चाहिँ यो देशलाई एजुकेट गर्ने काममा आम नागरिकलाई चाहिँ दुर्गमभन्दा दुर्गम ठाउँदेखि चाहिँ एजुकेट गर्ने काममा जोड दिनुपर्छ भन्ने लाग्छ। र मलाई लाग्छ अहिले हामीले जुन संयुक्त नागरिक पार्टी भनिरहेछौँ, यो संयुक्त नागरिक पार्टीको मेन उद्देश्य पनि कसरी हुन्छ उज्यालो छाउनका निम्ति, अँध्यारोलाई हटाउनको निम्ति र मानिसलाई शिक्षित बनाएर सबै खालका विसङ्गति, विभेद होइन यी कुराहरूलाई चाहिँ निर्मूल पार्नको लागि हामी कामयाब हुन्छौँ भन्ने चाहिँ मलाई चाहिँ एकदम विश्वास पनि लागेको छ। हजुर हजुर, डाक्टर ओकाला अत्यन्तै यहाँले बडो गम्भीर विषय राखिदिनु भयो। शिक्षाको अर्थ उज्यालो हो, अँध्यारोबाट उज्यालोतिर, र मनमै हाम्रो सोच्ने समझ्ने होइन उज्यालो नभइकन कसरी हाम्रो व्यवहार नीति नियम होइन उज्यालो हुन्छन्। र यसै कारण नै घटीमा ईश्वरको भय मान्ने, आफूलाई चाहिँ आफ्नो छिमेकलाई प्रेम गर्ने, सम्पूर्ण मानव जातिको, सम्पूर्ण समाजको सबैको जितमा आफ्नो जित, सबैको हितमा आफ्नो हित देख्ने त्यो सोच राख्नु नै वास्तवमा साँचो शिक्षा हो होइन। परमप्रभुको भय भने ज्ञानको सुरुवात हो, द बिगिनिङ अफ द फियर अफ द लोर्ड इज द बिगिनिङ अफ विजडम। यहाँले जुन प्राप्त गर्नु क्लास होइन कति 5-6 पढ्दाखेरि नि त्यो बडो क्लिक पाउनुभयो। यसले धेरै कुरा फरक पार्दो रहेछ, यसले हाम्रो जीवनको मार्ग नै फरक पार्दो रहेछ। यो त हाम्रो पार्टीको शिक्षा विभागले पनि यस्ता कुराहरूमा गम्भीर रूपमा लियोस्। र साक्षरता एउटा पाटो भयो, त्यो बिना हिसाब किताब केही सम्भवै छैन। साक्षरता त सुरुवात भइगयो, त्योभन्दा माथि गएर एनालिटिकल, एउटा क्रिटिकल र क्रिएटिभ रूपमा हामी जानुपर्छ। अनि व्यवहारिक शिक्षा पनि लानुपर्छ। हामी अवश्य त्यसमा काम हामी गर्दै जानेछौँ, विभागले पनि अवश्य यसमा काम गर्नेछ। यो पनि हामी यहाँहरूलाई यो घडीमै सायद छिटो पनि भयो होला, तर हामी बताउन चाहन्छ। अब लुकाउनु पनि खास केही पनि छैन है त। आज हामी आइपुग्यो भने हामी बिहान होइन भाइहरूसँग, मिडियासँग, टिमसँग छलफल गर्दै थिएँ। वी आर हियर टुडे नट टु इम्प्रेस है, बट टु एक्सप्रेस, टु रिभिल आवर सेल्फ होइन। हामी आफैलाई एक्सपोज गरौँ, लेट्स एक्सपोज आवर भल्नरेबिलिटी, आवर लिमिटेसन, र हाम्रा साथीभाइका, दर्शकका, शुभचिन्तकका, समर्थकका सबैका धारणा पनि प्राप्त गरौँ। यसरी हामी आउँदा एपिसोडमा पार्टीका विभिन्न पदाधिकारीसँग हामी क्रमशः छलफल गर्दै हामी जानेछौँ। तपाईँलाई लाग्छ लुकिङ एट द सेटिङ अफ द टोन एन्ड द रेस्पोन्सिबिलिटी, मोस्टली आवर जेनरल सेक्रेटरी एन्ड माइसेल्फ विल बी टेकिङ मोस्ट अफ दि होइन टाइम हियर। हामी नि बढी यसमा बोल्नु पर्ला भन्ने त लागिरहेको छ। धेरै कुरा छ हामीले गर्नुपर्ने कुराहरू। हुन्छ, सम्पूर्ण दर्शकहरूलाई यो समयको लागि हामीलाई हेरिदिनुहोस् होइन, सुनिदिनु भएको छ यहाँसम्म आइपुग्दाखेरि। अनि अरू एपिसोड पनि यहाँहरूले हेरिदिनुहोस्, सुनिदिनुहोस् होइन, कमेन्ट जिज्ञासाहरू राखिदिनुहोस् भन्ने अनुरोध गर्दै डाक्टर ओकालमा धेरै धन्यवाद दिँदै। हस्, धेरै धन्यवाद। हामी तपाईँहरूकै प्रतिनिधि हुन खडा भएका छौँ। हस्, मिडिया टिमलाई पनि धेरै धन्यवाद है। हस्, थ्याङ्क यू सो मच। बाई बाई भेट्ने।